यो ठाउँ चाहिँ रोल्पाको सुनिल स्मृति गाउँपालिकाको रुइनीबाङ बजार हो। यतातिर गइरहेको बाटो चाहिँ यो फगामतिर र गजुलतिर जान्छ। त्यो उतातिर पिच देखिन्छ, त्यो बाटो चाहिँ लुङ्ग्री गाउँपालिकातिर जान्छ। बडाचौर यसैबाट त्यो पारीको डाँडाबाट बडाचौर एयरपोर्ट भएर गाम पनि यही सडक पुग्छ र यो बडाचौरको एयरपोर्टदेखि अलि तल्लो भागबाट यतातिर चाहिँ लुङ्ग्री गाउँपालिकाको मुकामतिर जान्छ भने यतातिर गइरहेको यो कच्ची बाटो जुन छ यो चाहिँ टेबाङतिर जाने सडक हो। र यहाँनिर यो बजारको जुन उतातिर जुन देखिरहेको भाग छ त्यो चाहिँ त्यहाँदेखि यो पहाडको काखै काख चाहिँ यता सुनसरी गाउँपालिकातिर जान्छ। जुन सुनसरी गाउँपालिकाको पोबाङ मुकाम भएर यतातिर गएर फेरि थबाङसम्म चाहिँ यो रुट चाहिँ जान्छ। त्यसैले यो पूर्वी रोल्पाको यो सिलिचौर रुइनीबाङ क्षेत्र चाहिँ एउटा ट्रान्जिट पोइन्टको रूपमा चाहिँ लिइन्छ यसलाई चाहिँ।